कुनै आधिकारिक परीक्षाको प्रश्नपत्र देख्दा के सोच्नुहुन्छ? सायद प्रश्न अनि उत्तर, होइन त? तर के होला यदि हामीले भन्यौं कि यो वेरु प्रश्नपत्र होइन, यो त आधुनिक शिक्षाको पुरै नक्सा हो, यो परीक्षाले हामीलाई आजका शिक्षकहरू कस्ता हुनुपर्छ भन्ने बारे एकदमै गहिरो कुराहरू बताउँछ। ल आउनुहोस् यसलाई अलि खोतलेर हेरौँ न त। स्क्रिनमा देखिएको यो कागजात नेपालको शिक्षक लाइसेन्स परीक्षाको हो। तर यसमा सोधिएका प्रश्नहरूले नेपालको मात्रै कुरा गर्दैनन्, बरु संसारभरि शिक्षामा कस्तो परिवर्तन आइरहेको छ भन्ने सङ्केत दिन्छन्। भन्नुको मतलब यसले हामीलाई आजको शिक्षकको डिएनए नै कस्तो हुनुपर्छ भन्ने भित्री कथा बताउँछ। आजको हाम्रो यो चर्चामा हामी सबैभन्दा पहिले प्रणालीको जग मतलब नीति र अधिकारहरूको बारेमा कुरा गर्नेछौँ। त्यसपछि हामी आजको कक्षा कोठाभित्र पसेर त्यहाँ प्रयोग हुने विधिहरू हेर्नेछौँ अनि विद्यार्थीको मनोविज्ञान बुझ्ने कुरा गर्नेछौँ र अन्त्यमा समयसँगै शिक्षकको भूमिका कसरी बदलिएको छ त्यो पनि केलाउनेछौँ। पहिलो खण्डमा जाउँ, प्रणालीको जग। राम्रो पढाइ तब मात्र सुरु हुन्छ जब हामी त्यसलाई चलाउने ठूलो प्रणालीलाई बुझ्छौँ। त्यसो भए यो प्रणालीको आधार के हो त? त्यो हो नीति र अधिकार। यो नम्बरलाई हेरौँ त, 31। यो केवल एउटा अङ्क मात्रै होइन नि, यो त नेपालको शैक्षिक नीतिको एउटा खम्बा नै हो। यसले संविधानको एउटा यस्तो धारालाई जनाउँछ जसले पुरै शिक्षा प्रणालीलाई बाटो देखाउँछ। हो, त्यो सङ्ख्याले जनाउँछ शिक्षाको हक, अर्थात् संविधानको धारा 31। यसले के भन्छ भने हरेक नागरिकले आधारभूत शिक्षा अनिवार्य र निशुल्क पाउनुपर्छ। यो केवल एउटा कानुन मात्रै होइन, यो त एउटा राष्ट्रिय प्रतिबद्धता हो जसले भन्छ शिक्षामा सबैको पहुँच हुनुपर्छ। ल, नीतिले विद्यार्थीलाई स्कुलको ढोकासम्म त पुर्यायो, तर त्यसपछि के? एकपटक उनीहरू कक्षा कोठाभित्र पसेपछि आजको सिकाइको वातावरण साँच्चै कस्तो हुनुपर्छ त? हो, यही प्रश्नले हामीलाई हाम्रो अर्को खण्डतिर लैजान्छ। दोस्रो खण्ड, आजको कक्षा कोठाभित्र। अब हामी नीति नियमबाट सिधै कक्षा कोठाभित्र छिर्छौँ र आजको शिक्षणलाई परिभाषित गर्ने वास्तविक तरिका र सिपहरूलाई निहाल्नेछौँ। अब हेर्नुहोस् त, पढाउने तरिकामा कति ठूलो परिवर्तन आएको छ। एकातिर छ पुरानो तरिका, घोकेर याद गर्ने, शिक्षकले मात्रै बोलिरहने अनि किताबका तथ्यहरूमा मात्रै ध्यान दिने। तर अर्कोतिर आजको आधुनिक तरिका कस्तो छ? परियोजनामा आधारित सिकाइ, जहाँ विद्यार्थी आफैले गरेर सिक्छन्। टेक्नोलोजीको प्रयोग हुन्छ अनि सफ्ट स्किल्स मतलब व्यवहारिक सिप विकासमा जोड दिइन्छ। यो त पुरै कायापलट नै हो नि। हो, यी सफ्ट स्किल्स अर्थात् व्यवहारिक सिपहरू अब पाठ्यक्रमको एकदमै महत्त्वपूर्ण हिस्सा बनेका छन्। मिलेर काम गर्ने, तर्कसङ्गत सोच्ने र समयको व्यवस्थापन गर्ने जस्ता सिपहरूले विद्यार्थीलाई परीक्षाको लागि मात्र होइन, जिन्दगीका चुनौतीहरूको लागि तयार पार्छन्। भनेपछि आधुनिक कक्षा कोठाको मुख्य दर्शन नै यही हो। अबको लक्ष्य विद्यार्थीले कति कुरा जानेको छ भन्ने मात्रै होइन, बरु उसले जानेको कुरालाई प्रयोग गरेर के गर्न सक्छ भन्ने हो। यो साँच्चै नै ठूलो परिवर्तन हो। तेस्रो खण्ड, विद्यार्थीको मन बुझ्ने। तर के राम्रो पढाउने तरिका हुनु मात्रै काफी छ त? पक्कै छैन। प्रभावकारी शिक्षणको लागि त विद्यार्थीको मन पनि बुझ्नुपर्छ। हो, यो खण्ड शिक्षणको त्यही मनोवैज्ञानिक पक्षमा केन्द्रित छ। पाब्लो पिकासोको यो भनाइ कति सान्दर्भिक छ है। यसले आधुनिक शिक्षाको एउटा मूल मन्त्रलाई समेट्छ। हरेक बच्चामा केही न केही रचनात्मकता हुन्छ। आजको शिक्षकको काम त्यो रचनात्मकतालाई मार्नु होइन, बरु त्यसलाई मलजल गर्नु हो। किनकि हरेक विद्यार्थी फरक छन् र आजको शिक्षाले यही फरकपनलाई सम्मान गर्छ। ल, परीक्षाकै एउटा सिनारियो सोचौँ है। जब एक विद्यार्थीले अरूले भन्दा फरक चित्र बनाउँछ, शिक्षकले के गर्नुपर्छ? र सही जवाफ थियो विद्यार्थीलाई उसको मौलिकतामा चित्र बनाउन दिनु। वाह, यो जवाफले नै कति ठूलो कुरा भन्छ होइन र? यसले प्रश्न पार्छ कि आजको शिक्षाले हरेक बच्चाको फरकपन र रचनात्मकतालाई कति महत्त्व दिन्छ। अब उनीहरूलाई हप्काउने वा सबैलाई एउटै बाटोमा हिँडाउने जमाना गयो। हो, यही दृष्टिकोणलाई बाल केन्द्रित सिकाइ भनिन्छ। यसको सिधा अर्थ हो शिक्षाको हरेक पक्ष विद्यार्थीकै वरिपरि घुम्नुपर्छ, उसको आवश्यकता, क्षमता र रुचि अनुसार। परीक्षाका प्रश्नहरूले पनि यही सिद्धान्तलाई जोड दिइरहेका छन्।
र अब हामी आइपुगेका छौँ हाम्रो अन्तिम खण्डमा, शिक्षकहरूको विकसित भूमिका। यहाँ हामीले अहिलेसम्म छलफल गरेका सबै कुरालाई जोडेर हेर्नेछौँ। आजका शिक्षकको भूमिका साँच्चै बहुआयामिक छ। उनीहरूले नीतिहरू बुझेर प्रणालीलाई सही बाटो देखाउनुपर्छ, पढाउने नयाँ रणनीति बनाउनुपर्छ, विद्यार्थीको रचनात्मकतालाई हौसला दिनुपर्छ, उनीहरूको मनोविज्ञान बुझ्नुपर्छ, अनि विद्यालय र समुदायलाई पनि जोड्नुपर्छ। अन्ततः यो सबै कुराले एउटा महत्त्वपूर्ण निष्कर्ष निकाल्छ। भविष्यको शिक्षक केवल जानकारी दिने व्यक्ति मात्रै होइन, बरु ऊ त एउटा आर्किटेक्ट जस्तै हो, जसले यस्तो वातावरण बनाउँछ जहाँ विद्यार्थीहरू आफै सिक्न, खोज्न र अगाडि बढ्न सक्छन्। यो विश्लेषणको अन्त्यमा एउटा प्रश्न सोच्न लायक छ। शिक्षा जसरी लगातार परिवर्तन भइरहेको छ, यो समयमा भविष्यका चुनौतीहरूको सामना गर्न शिक्षकका लागि सबैभन्दा महत्त्वपूर्ण एउटा सिप आखिर के होला त?